हेलो साथीहरू, स्वागत छ है फेरि पनि। आज चाहिँ मेरो वर्कसपमा एउटा इन्डक्सन कुकर आइपुगेको छ, जुन चाहिँ इफो कोड आउने, पानी उम्लिन लाग्दा बन्द हुने त्यस्तो समस्या भएर है म अब यहाँ अन गरेर अब पानी तताउँछु। यहाँ 2000 उसमा वाटमा राखेर तताइराखेको छु मैले। यहाँ हेर्नुहुन्छ भने यो चाहिँ पानी तातिँदै जाँदा अन्तिम पानी उम्लिने बेला चाहिँ आफै बन्द हुन्छ अनि इफो कोड देखाउँछ है त। यहाँनिर यो प्लस र यो बढाउने घटाउने प्लस माइनस चाहिँ अलिकति बिग्रेको रहेछ। फेरि यो कस्टमर अलिकति कन्जुस पारेको रहेछ क्या। ड्याङडुङ राम्ररी बनाइदिन्छु भनेको हुँदैन, के भएको नर्मल मात्रै हेरिदिनु भन्न थालो। अब ठिकै छ नि त भनेर अब आएको यी हेर्नुहोस् त, यसरी तातिन लागेको बेला इफो आयो। अब उम्लिने बेला नि ठ्याक्कै बन्द भइदिइहाल्छ क्या। यस्तो तपाईँहरूको घरमा नि भएको हुनुपर्छ। त्यसो भए के समस्या होला त, आज यसको विषयमा एक एक गरेर हेरौँ हामी होइन। अब इफो कोड चाहिँ के कारणले हुन्छ भन्ने कुरो चाहिँ अब खोलेरै हेर्नुपर्ने हुन्छ। अब यहाँ हेर्नुहुन्छ बाफ आइसक्यो, उम्लिने बेला अब यस्तो हेर्नु न, इफो कोड आइदिइरहेछ। त्यसो भए अब हामी के गर्ने त, यसलाई यसरी खोलौँ है। यो चाहिँ अब देखिहाल्नुभयो कोइला कम्पनीको भनेर। यसलाई टक्क खोलौँ। यसलाई खोलेर यहाँ हेर्नुहुन्छ भने यो छेउछेउको मात्र नट खोल्नु है। म खोल्छु अब यो नट चाहिँ। यो बिचतिर नट छुनु हुँदैन, फेरि ल्याङफ्याङ हुन्छ सबै। यो छेउछेउमा नट छ, यो चारैतिर छेउछेउमा नट खोल्नु होला। मैले खोलिसकेँ। अब यो बिचतिर यसरी छेउछेउमा भएको नट खोल्नुहोस्। अब यो बिचतिर चाहिँ नखोल्नु है। फेरि यो नट तर छ भने ड्याङडुङ खोलेर फेरि ल्याङफ्याङ गरेर जोड्ने बेला गाह्रो हुन्छ। अब खोलौँ। यहाँ हेर्नुहोस् त कति फोहोर जमाएर छ। ओहो, अनि स्प्रिङहरू हुन्छ, यो स्प्रिङ पनि ट्याक्क मिलाएर राख्नुपर्ने हुन्छ। फेरि सेटिङ गलत भयो भने नि बल्दैन, सर्ट हुन्छ। त्यही भएर यो भित्र यसको कोइल हुन्छ। अब यसको सबै प्रक्रिया चेक गर्दाखेरि हेर्दा यो सेन्सर बिग्रेको रहेछ। अब यो सेन्सर चेन्ज गर्ने हो। त्यो इफो कोड आउँदा चाहिँ अब जब यो तातिन्छ नि, अनि यो सहन नसकेर भनेर बुझौँ न नर्मली भाषामा, अनि यसको टेम्परेचर एकदमै हाई भएपछि चाहिँ बन्द गरिदिन्छ क्या। त्यो सिस्टम राखेको हुन्छ। अब म यो एकचोटि यो खोलेर सेन्सर चेन्ज गर्छु। सेन्सर चाहिँ अब धेरै उस हुँदैन, यत्रै हो। यो म खोल्छु है त। यो खोल्छु, म खोलेर हेर्छु। अब यही हो सेन्सर। अब यसको साटोमा मैले नयाँ सेन्सर लाउनु पर्छ। नयाँ सेन्सर लिएर राखेको थिएँ, कता गयो। अब सेन्सर चाहिँ यस्तै हुन्छ। नयाँ सेन्सर डिस्टर्ब आइरहेको छ है। अब नयाँ सेन्सर चाहिँ यही हो। यो पुरानो सेन्सर आउट हानिदिउँ। अब नयाँ सेन्सर राखेर एकचोटि बालेर हेरौँ। अब बाटोमै छ मेरो वर्कसप है, अलि हल्ला भयो होला। अलिकति फरक रहेछ पहिलाको सेन्स र अहिलेको सेन्स। त्यही पनि मिलाएर म एडजस्ट गर्छु, मिलाएर राख्ने कोसिस गर्छु। अब मैले कसेँ राखेर अब म यो स्प्रिङहरू सबै राम्ररी सेट गर्छु। एउटा हातमा मोबाइल भएको हुनाले अलिकति अप्ठ्यारो भइरहेको छ। अब म सेट गर्दैछु है। अब यो इन्फ्रारेड चाहिँ अब प्रायःको बिग्रिन्छ क्या। सबैको समस्या एउटै हुन्छ। इफो कोड आउने अनि पानी तपाईँको चाहिँ बसाउने बित्तिकै नतातिने त्यस्तो अवस्थाहरू हुन्छ। त्यही भएर यो हजुरहरूले सेन्सर महत्त्वपूर्ण चाहिँ सेन्सरको भूमिका पनि हुन्छ।
अनि यसको चाहिँ अब लाइनको पनि हुन्छ। यहाँ मैले सेट गरिसकेको छु। अब यसरी यहाँले आफ्नो घरमा रिपेयर गर्न सक्नुहुन्छ। अब म जोडेर टक्क फेरि एउटा कुकरमा ठ्याक्क पानी बसालेर उमालेर हेर्ने हो। अब अझै उम्लिने बेला निभेको थियो, अब के हुन्छ हेरौँ। ठ्याक्क अन हुन्छ। अब 2000मा फेरि सेट गरेर टक्क अब बसाउने हो। अब एकछिन हेरौँ है त, एकछिन हेरौँ। अब अघि चाहिँ यो करिब करिब 1 मिनट 1.5 मिनटमा नै बसालेको, 1-1.5 मिनटमा नै बन्द भएर इफो कोड देखाउँथ्यो। अब हामी हेरौँ, भइसक्यो 2 मिनट नागिसक्यो होइन। हेरौँ है त के हुँदो रहेछ। यो सेन्सर चाहिँ आउट हाल्नु, यो तपाईँहरूले चेन्ज गर्ने यही सेन्सर हो। बजारमा पाइन्छ, ट्याक्क ल्याउने खोलखाल गर्ने आफैले हाल्नु भयो हुन्छ होइन। अब पानी तात्तिँदैछ, 2 साढे 2 मिनट 3 मिनट हुन लागिसक्यो। रातै भइसक्यो तल कोइल होइन। यहाँ सर हेर्न सक्नुहुन्छ मजाले अब तात्यो। अब चाहिँ 100% काम गर्यो है यसले। यहाँले यो इन्डक्सन कुकरलाई चुलोलाई चाहिँ यसरी बलेन भने सोलुसन, समस्याको सोलुसन घरमै हुन्छ। खोल्नु पर्यो तपाईँहरूसँग। अब स्क्रुड्राइभर चाहियो अनि थोरै अब आइडिया चाहिँ चाहिन्छ है फेरि। अनि त्यो ठ्याक्क मिल्ने तपाईँको सेन्स ल्याउने, ठ्याक्क चेन्ज गर्ने, मजाले उम्लिन्छ, मजाले चल्छ। देख्नुभयो यहाँ बाफ चल्यो, यहाँ लाइन छुट्यो हो, यहाँ बाफ चल्यो। उम्रिसक्यो, अब उम्रिसक्यो। हाम्रोमा चाहिँ लास्टै खजन छ हो, बाटोमा छ, भिडभाड छ। यसो भिडियो बनाउँदा पनि सुक्ख नपाइने, फेरि मलाई त्यति आउँदैन एडिट सिडिट गर्न पनि। जस्तो छ अर्ग्यानिक भिडियो हो, हजुरलाई ढाँटेको छलेको छैन है। यहाँ हेर्नु होला। यसो अब दया माया लाग्छ भने सब्सक्राइब गर्नु होला, यसो लाइक गर्नु होला। अब यस्तै छ, के गर्नु। यो कस्टमरले किटली नि ल्याएको थियो, अब किटली चाहिँ नबनाउने भन्यो। धेरै कुरा उडेको रहेछ। इन्डक्सन कुकर चाहिँ बनाएर राखिदिन्छु। अब फेरि कस्टमर फेरि धेरै नै रमाइलो पाराको हुनुहुँदो रहेछ। सकेसम्मै अब फ्रीमा बनाइदियोस् जस्तो गर्ने खालको हुनुहुँदो रहेछ। यो कस्टमरले सुन्नु भने नरिसाउनु है। त्यही भएर अब यस्तै छ। ल हजुरहरूले यसो लाइक सब्सक्राइब गर्नु होला। म सकेसम्म अब के कुराको कमी कमजोरी छ यहाँहरूले अब कमेन्ट पनि गर्नु होला।